यो फल चाहिँ रुखमै कुहिरहेछ तर माथि यो बुटा लड्छ फलेर भनेर पनि यसरी पनि बाँधेको छ। यो विषादीहरू यति धेरै हाल्या रहेछ यसले किरा मार्नको लागि। 2-3 वटा गाउँमा कहीँ पनि यो पिपलको बुटा छैन, बर पिपल मैले देखेन, तर यहाँ चाहिँ रहेछ, फल्न लागेको रहेछ। अझ अलिअलि फल्न लागेको रहेछ। साथीहरू यो देख्नुहोस्, 2 जोडी मोर रहेछ यहाँ। मलाई चाहिँ भिडियो खिच्न दिएन, भागिहाल्यो कि मैले फेरि जुम गरेर खिचेको। यो दुईटाले चाहिँ मलाई अट्याक हान्न खोजिरहेछ क्या। ल हेर त, घरमा छँदाखेरि गर्मी समयमा पौडी खेल्न गइन्थ्यो। अब यहाँ यो पानी यति गन्दा छ, यो पौडी खेलौँ कि के गरौँ भन्ने। अब हेर्दा झम्मै फाल्कुटम जस्तो लाग्छ। अवस्था चाहिँ नै त्यस्तो छैन। यो चाहिँ शमशान घाट बनाएको हो, पछि पानी आएर डुबानमा पारिदियो, आजभोलि पारी बनाएको छ। यो पानी एकदमै फोहोर छ। हेर्नुहोस् यो छेउतिर, हेर्नुहोस् त यो फुलहरू यसरी फाल्या छ। अब योमा चाहिँ कसरी पौडी खेल्नु? रहर त एकदमै पौडी खेल्ने रहर थियो, तर अब गयो, रहर नै रह्यो। परदेशको ठाउँमा आएपछि प्रत्येक दिन घर फर्किन मन लाग्छ, तर घर फर्किनलाई वर्षौँ कुर्नुपर्छ, काम गर्नुपर्छ, मेहनत गर्नुपर्छ, बल्ल घर फर्किन पाइन्छ कि। गाउँमा छँदाखेरि हामीलाई चाहिँ समयमा घरमा आउँदैनौँ, समयमा खाना खान आउँदैनौँ, खाँदैनौँ भनेर आमा बुवाले थर्काउँदा, घर परिवारले थर्काउँदाखेरि चाहिँ हामी मन दुखाउँछौँ। अर्काको ठाउँमा समय के हुन्छ यो त अर्काको ठाउँमा आएर बुझिँदो रहेछ नि त। हिजो आमा बुवाले चाहिँ किन त्यो सब भन्नुभएको थियो भन्ने मनमा लाग्छ क्या। त्यही भएर समयको कदर गरौँ होइन साथीहरू, नत्र चाहिँ नि भविष्यमा लास्टै दुःख पाइन्छ। त्यो एउटा, अनि यता यो सबै गरेर 2-3 वटा आमको बुट्टाहरू छ। एउटा नि फलेको छैन क्या। अहिले हाम्रो नेपालमा आमको सिजन छ, यहाँ चाहिँ छैन। यहाँ फलेको चाहिँ छैन, बजारमा किन्न पाइन्छ। फ्रेस खाम भने त्यस्तो पाइँदैन। हाम्रो ठाउँतिर बारमासे बढी पाइन्छ, यो ठाउँतिर चाहिँ यो काँडावाला बढी पाइन्छ क्या रुख। यो त झन् बारमासे भन्दा नि डेन्जर हो क्या। यस्तो खतरनाक पुरै रुखै बन्छ क्या। हेर्नु न यो कत्रो छ। डबल टरालीवाला ट्र्याक्टर हेरेर यहाँ त सिधै 2-3 टराली हालेर मस्त चलाउँछ क्या, किनकि बाटो यति राम्रो छ। यो बाटोमा त 2-3 टराली के 4-5 टराली हालेर पनि चलाएको देखिया छ। यो फल चाहिँ रुखमै कुहिरहेछ, तर यहाँको मान्छेलाई मतलब छैन। यो कसैले खान्न पनि होला या के हो खै, तर यहाँ चाहिँ हेर्नुहोस् यो यता पुरै रुखमा कुहिरहेछ, तर कसैलाई मतलब छैन। यतिका वर्षपछि मैले बल्ल बाँस भेटाएँ क्या। यो ठाउँतिर त म आएको थिइनँ घुम्न, त्यही पनि आज यसो घुम्ने भनेको त यहाँ बाँस देखियो कि। यो बाँस हो कि निगालो हो? यो मसिनो बाँस रहेछ है, खासै त्यो मोटो त रहन्छ, मसिनो खाले त्यो निगालो जस्तै रहेछ बाँस होइन। यतापट्टि चाहिँ यो पुरै नारियल लगाएको छ, नारियलको बोटहरू छ। अनि यो तल चाहिँ यो जनालोहरू फलिरहेछ, हेर्नुहोस् त यताउति जनालोहरू छ। अनि यो आमको बुट्टा रहेछ, तर यो फल्या रहन्छ कि। यहाँ मलाई अचम्म लागेको कुरा चाहिँ के चाहिँ, हाम्रोतिर चाहिँ आम फलिरहेछ लटरममा, यहाँ चाहिँ सकिसकेको छ क्या। अनारको बुट्टाहरू हेर्नुहोस् त तपाईँहरूले, यो फलहरू हेर्नुहोस् यसरी होइन। यो हेर्नुहोस् यो चाहिँ किरा खान्छ भनेर, किराले खान्छ भनेर यसरी पत्रिकाले ढाकेको रहेछ। मलाई चाहिँ के हो यो भनेर यसो हेर्न मन लाग्यो, बाटो हेरिरहेको थिएँ मैले। अनि यहाँ चाहिँ यसरी राम्रो फलिरहेको रहेछ क्या, राम्रो तरिकाले फलिरहेको रहेछ। अनि अब यो चाहिँ किराले खान्छ भनेर यहाँको मान्छेहरूले चाहिँ यसरी पत्रिकाले मोड्दो रहेछ क्या। यो परसम्म देख्नुहुन्छ, यो लगभग यो वरिपरि हेर्ने हो भने 1000 बुट्टाहरू होला। 1000 बुट्टाहरूमा चाहिँ केही बुट्टाहरू चाहिँ मरेको छ, केही भन्दा नि एकदमै 1% बुट्टाहरू चाहिँ मरेको छ, बाँकी सब चाहिँ यसरी दामी तरिकाले फलेको छ। फल त गिर्न त गिर्दो रहेछ फलहरू है, तर चाहिँ नि प्रायः यसरी जोगाइयो भने चाहिँ नि राम्रो तरिकाले जोगिँदो रहेछ। यो पाइपलाइनहरू तपाईँले सिँचाइको लागि यसरी पाइपलाइन बिछाइन्छ क्या यहाँ। अब मलाई यो देख्दा चाहिँ मलाई नै यो अनार खेती गरौँ कि जस्तो लाग्यो, किनकि हाम्रो देशमा त प्रायः अनार खेती कता गर्छ त्यो पनि थाहा छैन होइन। यो हेर्नुहोस्, यो चाहिँ विषादीहरू यहाँ हाल्ने यो 2टा टङ्की रहेछ, त्यो चाहिँ के हो, मेसिन हो कि के मोटर हो? यो हेर्नुहोस्, यो विषादीहरू यति धेरै हाल्या रहेछ यसले किरा मार्नको लागि। अब गर्नै पऱ्यो नि, किनकि अब मलजल हाल्यो, यो विषादीहरू नहाल्यो भने त अब किराले खाइहाल्छ नि। त्यो हेर्नुहोस् यति धेरै यो विषादीहरू हालेको रहेछ। यो शीतल चिनीको बोट पनि रहेछ यहाँनिर, शीतल चिनी नै भन्छ यो है, त्यही त होला।
यतापट्टि चाहिँ यो के तरकारी खेती सिमी हो कि यो के तरकारी खेती खिचिया रहेछ। तर मलाई राम्रो लाग्यो हेर्नुहोस्, आफ्नो फल जोगाउनको लागि मान्छेले यति मेहनत गर्छ यहाँ, किनकि यिनीहरूको सबै यो हेर्नुहोस्, यो माथि यो बुट्टा लड्छ फलेर भनेर पनि यसरी पनि बाँधेको छ। यो हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ यति धेरै फल किराले खाइदिएको रहेछ। त्यही भएर चाहिँ त्यो मान्छेले विषादी युज गर्दो रहेछ क्या। अब विषादी हाल्यो भने किराहरू मर्दो रहेछ, नत्र त हेर्नुहोस् त यो यति धेरै फल। अब यो ठुलो भएर बढ्थ्यो भने त यो त सानोतिनो त्यो डमडम नै भरिन्थ्यो क्या। तर अब के गर्नु, बिचरा अब किराले खाइदिन्छ है। खेतीपाती गर्न गाह्रो छ। राम्रो मौसम यदि किराहरू काठहरू नलाग्ने हो भने चाहिँ फाइदै हो। अब त्यो सबले चाहिँ नोक्सान पुऱ्यायो भने चाहिँ एकदमै घाटा हो। म यो ठाउँमा आउन लागेको चाहिँ 5 वर्ष भयो। 5 वर्षमा परिवर्तन तपाईँलाई देखाउँछु। यो रोड हेर्नुहोस् तपाईँले, डबल लाइन रोड छ है। यो वरिपरि चाहिने पहिला एकदमै ठुलो यो यस्तो रुखहरू थियो, एकदमै ठुलो ठुलो रुखहरू थियो। यो रोड यति चाख्लो पनि थिएन, सिङ्गल रोड थियो। अहिले हेर्नुहोस् यो वरिपरि यसरी घेराबन्दी छ, डबल कटिङ छ। यति राम्रो विकास भएको छ क्या। अनि आफ्नो देशमा चाहिने मैले के देख्छु भने 10औं वर्ष पहिला बाटाहरू जस्ता थिए त्यही हालतमा छन् अहिले पनि धाउ छ भने लास्टै चित्त दुख्छ क्या आफूलाई चाहिने। यो फेरि मलाई भेट्न आएको के चाहियो, यो हेर न, यो सुतिया छ क्या, अहिले पनि सुतिया छ। आमा लाज मान उठ भोसडी के। यो चाहिँ अहिलेसम्म पनि सुतिरहेको छ। म चाहिँ उठ्यो, अब कामतिर जाने टाइम भयो साथीहरू। ल सबैजनालाई वेलकम छ। लाइक फलो सब्सक्राइब कमेन्ट जे गर्नु छ गरिहाल।